अब म के गर्छु भन्दाखेरि यो लाइभमा चाहिँ यो रेड कलर जोड्छु। म स्विच अफ गरेर काम गरिरहेको छु, एकदम केयरफुल चाहिँ हुनु होला। यो रेडमा रेड जोडेँ, अनि रेडमा रेड त भन्नु मिल्दैन, लाइभमा रेड जोडेँ। खास कनेक्सन नै त्यही हो, जनरल कनेक्सन यो है, यस्तो भयो। अब यसपछि यो बनाउनलाई एकदम गाह्रो भइरहेछ। म यसरी कनेक्सन गरेँ। अब यहाँ म हेर्छु है, यहाँ हेर्दाखेरि क्लक वाइज यो तल्लोपट्टिको चाहिँ एकदम क्लक वाइज घडी घुम्नेतिर घुम्यो भने चाहिँ कनेक्सन राम्रो छ, होइन भने चाहिँ तारलाई चाहिँ रातो कालो तारलाई अहिले जोडेको ठाउँमा चाहिँ उल्टा गराउनुपर्छ। हेरौँ है त कस्तो घुम्छ। म स्विच अन गर्छु, एकदम गाह्रो भइरहेछ भिडियो बनाउनलाई, तपाईँहरूलाई पनि नदेख्ला, म सिक्ने हो म। ल ठिक छ, यो चाहिँ सुल्टे नै घुम्यो है त। ल म अफ गरिसकेको छु। यो सुल्टी घुम्यो, सुल्टी भने घडी घुम्नेतिर घुम्यो, भिडियो त्यो भइरहेछ। यदि तपाईँको सुल्टी घुमेन है, सुल्टी घुमेन अथवा घडी घुम्नेतिर घुमेन र उल्टो घुम्यो भने के गर्ने त भन्ने पनि हुनसक्छ। त्यस्तो बेलामा चाहिँ के गर्यो भने यो रातो वायर छ नि, यो रातो र यो कालोको चाहिँ जस्ट त्यसलाई तलमाथि गराउने हो है, अरू केही पनि गर्ने होइन। रातो भनेको जहिलेसुकै फेज वायर अथवा लाइभ वायर हुन्छ, जहाँनिर चाहिँ पेचकस जोड्दा अथवा यो स्क्रु ड्राइभर हुन्छ नि, त्यसलाई चाहिँ टेस्टर भनौँ। टेस्टर जोड्दाखेरि लाइट बल्छ, त्यसमा चाहिँ रातो जोड्ने, अर्कोमा कालो न्युट्रल वायर जोड्ने। यो हाम्रो बेसिक कनेक्सन हो। अहिलेलाई चाहिँ यति गरौँ, पार्टहरू धेरै हुँदैछ, केही छैन, सिक्दैछौँ। अब अर्को कनेक्सन पनि म बताइदिइहाल्छु। जस्तै यो म बिचको यो रड छ नि, यो रड पनि कनेक्ट गरिसकेको छु है त। रड कनेक्ट गर्ने कसरी भनेर मैले अलरेडी सिकेको छु क्या। यो बिच यो काटिएको भाग छ, काटिएको भागलाई चाहिँ यसरी, यो काटिएको भाग चाहिँ यसरी तल पर्ने गरी चाहिँ तपाईँ कनेक्सन गर्नु होला। जस्तो यहाँबाट यो सर्किटबाट वायर आयो नि, यो वायरलाई चाहिँ यहाँभित्र छिराउने, छिराएपछि यहाँ माथि निक्लिन्छ, माथि चाहिँ यो पालबाट टक्क निकाल्ने। अब बाँकी कनेक्सन त वायरिङकोमा हो मेन प्रब्लम त। तपाईँले वायरिङ जान्नुभयो सायद।